लाइफमा। हेलो नमस्ते, वेलकम ब्याक। म आज नयाँ भिडियो साथमा आएको छु। तपाईँहरूले थम्बनेल हेरेर त थाहा पाइसक्नु भयो होला आज म कहाँ आएको छु भनेर, के गर्न आएको छु, के हेर्न आएको छु भनेर। तपाईँहरूलाई पनि देखाउनको लागि, मनोरञ्जन होस् भनेर मैले तपाईँहरूको लागि यस्तो छ है दृश्य साथीहरू। मलाई चाहिँ बवाल लाग्यो यो ठाउँ हैन। जस तपाईँहरू पनि रोमानिया कहीँ बुकारेस्ट कहीँ ब्रासुको छेउछेउ हुनुहुन्छ भने तपाईँहरू पनि यहाँ आएर भिजिट गर्नु होला कुनै दिन। रमाइलो छ। आज घाम लागिरहेको छ दामी। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ रिभर। यस्तै छ है साथीहरू। यस्तो छ है साथीहरू, देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ सायद माछा पनि होला। यस्तो छ। बवाल लाग्यो क्या मलाई चाहिँ, बवाल। अब यसपछि चाहिँ म होइन, त्यहाँ जू छ, त्यहाँ चाहिँ पैसा तिरेर पस्नुपर्छ। त्यहाँ चाहिँ म पैसा तिरेर पस्छु होइन। यहाँ चाहिँ फ्री हो, यहाँ चाहिँ घुम्न फ्री हो गाइस। तपाईँहरू पनि आउनु होला। यस्तो छ है। यहाँ चाहिँ बोटिङ पनि छ जस्तो छ। बोटिङ छ छैन। रमाइलो छ है, रमाइलो छ। अब यहाँ बस्नु त हुन्थ्यो नि, मेरो साथमा पनि कोही भएको भए होइन। किनकि अब विदेशको ठाउँमा कोही हुँदैन होइन। अब एक्लै छु, काम गर्ने पनि त्यस्तै हो साथीहरू। एक्लै पहिलोचोटि लाइफमा एक्लै ब्लग बनाउँदैछु। न त यता साइडमा साथी कोही न कोही, न त यता साइडमा कोही साथी हुन्थ्यो। आज कोही पनि छैन, एक्लै यसरी ब्लग बनाउँदै हिँड्दैछु। साथीहरू सपोर्ट गरिदिनु होला, फुल सपोर्ट गरिदिनु होला। लाइक अनि सब्सक्राइब, कमेन्ट गर्न नभुल्नु होला। तर यहाँ बोट एउटा रहेन रहेछ यार, सायद थियो होला, बन्द भएको हो कि के हो यो, एउटा छैन। अब एकछिन साथीहरू म यहाँ जू जान्छु। म चाहिँ टिकट काटेर भित्र पस्ने बित्तिकै मैले चाहिँ यहाँ माछा घर जस्तो लाग्यो, सायद माछा घरै भन्छु म चाहिँ यसलाई होइन। भित्र गएर मैले हेरेँ, त्यहाँ भित्र पसिसकेपछि त्यहाँ मैले धेरै प्रकारका माछाहरू देखेँ। माछा हेरिसक्ने बित्तिकै म चाहिँ बाहिर निस्केँ। बाहिर निस्किने बित्तिकै त्यहाँ कङ्गारू छ। यहाँ चाहिँ यहाँ सानो कङ्गारू छ। यहाँ चाहिँ कुखुरा, पुरै लोकल कुखुराको भाले रहेछ। यहाँ चाहिँ हाम्रोतिर पाउने चट्ट
त नेपालमा भयो काटेर खाने खालको रहेछ त यार यहाँ त कुखुराको उयोहरू रहेछ सबै यहाँ चाहिँ लोकल कुखुराहरू सबै लोकल कुखुराहरू चाहिँ लिएर गाउँबाट बटुलेर यहाँ राखेको रहेछ चिडियाघरमा कता कता पनि गर्दैछ हौ ल साथीहरू यस्तो रहेछ यहाँको जूमा होइन अब तपाईँहरूलाई म धेरै कुरोहरू देखाउँछु अझै यहाँ के रहेछ के रहेछ यहाँ अब यो के हो नामै थाहा छैन यो यसको नाम चाहिँ के होला नि हेर्दा चाहिँ गाई पनि होइन गोरु पनि होइन खै के हो जेसुकै होस् थाहा छैन होइन हेर्न आएको रमाइलो मनोरञ्जन लिन आएको हेर्नु पर्यो नि अब यहाँ भेडा रहेछ ए भेडा होइन कि क्या हो यहाँ चाहिँ भेडा जस्तै के भेडै होला सायद भेडा जस्तै छ भेडै हुनुपर्छ सायद हेर्ने कुरोहरू चाहिँ कहाँ छ हौ यहाँ चाहिँ के छ यार फेरि खै कहाँ छ हौ केही देख्दिनँ त हौ कहाँ लुकेको छस् कहाँ लुकेको छ देख्दिनँ अब यस्तै गाईबस्तु हेर्दै हिँड्नु पर्यो नि अब अरू के छ ए यहाँ चाहिँ हरिण रहेछ है यहाँ खासै भिडियोमा त देखिँदैन यहाँ हरिण छ यो चाहिँ के भन्छ हौ यो त चौरी गाई जस्तै छ त हौ हाम्रो नेपालमा चाहिँ चौरी गाई भन्छ होइन यो चौरी गाई होइन र चौरी गोरु भन्छ कि गाई भन्छ हौ हेर्दै खतरनाक छ त हौ मान्छे त छैनन् क्या हौ म मात्रै हो क्या हौ आज यो चाहिँ चौरी गाई भन्छ होला नेपालमा यहाँ चाहिँ के भन्छ त्यो थाहा छैन होइन जेसुकै भनोस् हेर्नु हिँडेको बवाल छ यार ठाउँ त नेपालतिर कुद्दै गरेको देखेको थिएँ कहाँ पोखरीतिर यहाँ आएर बसिरहेर चाहिँ हेरौँ न यो गाई जस्तो हो कि के जस्तो पुरा हेर्छ हौ मलाई क्या हेरेको ओ के हेरेको के हेरेको बरुले त नजर जुझायो त यार मसँग यार ल पर्छ कि क्या यसको पुरा एकै नजरमा भन्ने खालको गरेर त यार यसले त होस् तँलाई म धेरै हेर्दिनँ म गएको पुरा लपरे जत्तिकै हेर्छ त हौ केही छैन तँलाई दिनु अरे यहाँ चाहिँ के छ फेरि यार यहाँ चाहिँ के छ यहाँ चाहिँ हाँस रहेछ होइन यो सानो घरमा चाहिँ के छ खै केही देख्दिनँ के छ केही देखिनँ अब यहाँ हेरौँ न त चाहिँ अङ्कलहरू मोबाइल चलाउँदै बसिरहनु भएको रहेछ तर छैन त हौ कहाँ लुकेको छैन यहाँ जनावर यहाँ चाहिँ कुकुर रहेछ कुकुर कि स्यालको बच्चा हौ हेलो ओ भुक्न यहाँ बसिरहेछ है ल ठिकै छ अरे यहाँ चाहिँ के छ फेरि यहाँ पनि कुखुरै रहेछ यार प्रायः चाहिँ धेरै कुखुरै रहेछ यहाँ पनि लोकल कुखुरै छ लुइचे होला यो चाहिँ कुन खालको कुखुरा यो चाहिँ अलिकति थाहा भएन यो प्रजाति चाहिँ नेपालतिर छ कि छैन कमेन्ट गरौँ है साथीहरू अब यो प्रजातिको त कुरै नगरौँ यो चाहिँ नेपालमा हुनेले दिनरात खाइराखेको हुन्छ होला सायद यो तरिकाले रहेछ नि त कुखुरा पाल्नु पर्ने त यार अब यताबाट जाउँ यता के कस्तो छ साथीहरूलाई म आज फुल यहाँको एक जनावरहरू एक पालेकोहरू म तपाईँहरूलाई देखाउने छु तपाईँहरू अन्तिमसम्म हेरिदिनु होला र लाइक अनि सेयर गर्नु चाहिँ नभुल्नु होला है अब यहाँ के छ
यहाँ यताभन्दा पहिला म यता हेर्छु क्या यतातिर चाहिँ के छ अब त्यो हेर्नतिर जान्छु क्या म त्यसका बादै लुएस को सुँगुर पोर्क लभरहरू हुनुहुन्छ तपाईँहरूको लागि चाहिँ खतरा पोर्क मैले यहाँ रोमानियामा ल्याइसकेको छु ए हेर्नु त यो त नभएको भने मलाई 3-4 क्विन्टल होला हो यो सुताइले सुतिराखेको छ आम्मामा लु साथी होस् सुँगुर लभरहरू को हुनुहुन्छ लु आउनु पर्यो है यहाँ म अब यो काट्नको लागि तयार भइरहेको छु कति धार्ने कति के चाहिन्छ कति के चाहिन्छ भन्नु है ए यहाँ हेर्नु त सुताइ यो हो नि त सुताइ भनेको सुँगुरको सुताइ भनेको ए ल ठिक छ तिमीहरू सुत्दै गर नेपालमा भयो काटेर खाइसक्थे अब यहाँ जिउँदै रहेछ तिमीहरू अब यता हेरौँ है त अब अरू कहाँ के छ काग पनि राखेको यो काग पनि राखेको अचम्म छ हो यार के छ यो यहाँभित्र त म यहाँ रहेछ नि त हेरिराखेको क्या आम्मामा यो नि यार हेराइ भनेको यहाँ हेर न आम्मा बोकै हुनुपर्छ यो त बोकै सिधै बोका हो यार आम्मामा हेर नि बोकाएको जस्तो अब यता हेऱ्यो नि त लुतो लागेको सुँगुरहरू चाहिँ यहाँ राखेको रहेछ है साथीहरू हेर्नु सक्नुहुन्छ लुतो लागेको सुँगुरी सबै लुतो लागेर कनाउँदा गरेर राखेको रहेछ यो सुँगुरको नाम चाहिँ के हो लु आफै पढ्नु है आफूलाई त इङ्ग्लिस खासै आउँदैन अब यहाँको भाषा त जाने आउने कुरै भएन सानो घोडा ऊ पर हेर न घोडा सानो खालको घोडा है यो चाहिँ कहाँ ब्लर पो भइदिन्छ यार ए यो चाहिँ सानो खालको घोडा हो ए बोका पो रहेछ त्यसका बाजे घोडा भनेको यो चाहिँ बोका हो यार हेर न हिँड्ने कडा हुन्छ क्या यहाँको चाहिँ बोका के छ बोका खबर लागेको छ बोकालाई पानी यहाँकोले चाहिँ यसरी पिउँदो रहेछ है साथीहरू यहाँको बोका हो कि पाठ्यो कताबाटै हेर्नु ए बोकै रहेछ बोकै हो फिक्स बोकै हो बोकै रहेछ ल फिक्स बोकै हो है साथी हो यो चाहिँ बोकै हो अब आम्मा नजर हेर न केटा हो खालको तेरो नामको लुक्स देखाइदिउँ आम्मा यो अन्त नि लुक्स भनेको त आइस सबै बोका र बाख्रा चाहिँ एकै ठाउँ राखिदिएको रहेछ क्या ए आम्मा चिडियाघरमा त यार बोकै बोका छ त हो चिडियाघरमा आइज तेरो त मेरो फोटो हाल्नु लुक्स दे लुक्स यो अन्त नि यार भेट भयो बल्ल बोकासँग यत्रो बाख्राहरूलाई एउटा बोका छोडिदिएको रहेछ नि ए यहाँ पनि रहेछस् ल आइज तरमा पनि पोचाउनु यता ल दामी आइस यस्तो रे नि त हेर्दिनँ सबै भयो अर्को बोकाहरू चाहिँ यहीँ राखेको रहेछ क्या ल यहाँहरूसँग अब छुट्छु ल म अरूतिर पनि हेर्नु पर्यो नि त टाइम छैन थोरा ठुलो छैन अरे यो चाहिँ के हो सुँगुर जस्तो हेर्दा साथीहरू यो के हो फेरि घोडा खचड हो कि के हो यो खचडै हुनुपर्छ हौ यो त तेरो नामको कपाल छ त यार आम्मामा यो हो नि त अनि ल ठिक छ यो घोडाको नाम चाहिँ थाहा छैन मलाई खचड हो कि घोडा के भन्छ त्यो थाहा छैन अब यसको त कुरै नगरौँ सिङ हेर न सिङ साथीहरू आम्मामा उठ्न यार ओ उठ त लुक्सै दिवाना छ यार यसको त हेट मार्छ यसले त हेट सिङ हेर न सिङ नभएको नि 1 करोडको सिङ हो यार यसको त हेट यहाँबाट जान्छु अब यहाँ पनि त्यही घोडा छ होइन अब यहाँ पनि घोडै छ होइन यता पनि घोडै छ म उता त्यहाँ गएको छुइनँ त्यहाँ मेरो यता चाहिँ कुन खालको एकछिन यो चाहिँ कुन खालको बाख्रा हो कि के हो यो सिङ नभएको बाख्रा रहेछ यहाँ चाहिँ भनेको त सिङ भएको रहेछ त्यो डरायो यार मसँग बोका जस्तै देखेर डराएको होला होइन म पर यही खालको बाख्रा रहेछ सबै त्यो साइडमा म गइनँ त्यो साइडमा पनि हेरेर आएको यो साइडमा सबै यो साइडमा चाहिँ बाख्राहरू रहेछन् क्या कुन प्रजाति कि प्रजातिको बाख्रा हो यिनीहरू थाहा छैन होइन मलाई चाहिँ अब रोमानियन पढ्न पनि आउँदैन बोल्न पनि आउँदैन 1 वर्ष त भइसक्यो यहाँ पनि बाख्रा लुते बाख्राहरू छन् यहाँ पनि
अब भनेको म यता योबाट यस्तो राउन्ड हान्छु फेरि यता आउँछु यताबाट हेर्दै आउँछु क्या म तपाईँहरूलाई देखाउनु पऱ्यो नि त सबै लुइचे कालिज कि लुइचे भन्छ यसलाई साथीहरू मलाई अलिक थाहा भएन यहाँ हेर न कालिज होला हौ यसलाई कालिजै भन्छ होला हौ नेपालमा किथ्रा यो चाहिँ किथ्रा हो नेपालमा पाउँछ होइन यो चाहिँ अब यो भँगेरा त नेपालमा जहीँ पाइहाल्छ होइन अरू के भयो यो कालिज सायद यो कालिजै भन्छ होला नेपालमा कालिजै हो यो यसलाई कालिजै भन्छ होइन मैले कालिज कुराहरू के देखाउने सबै देखाउँछु एउटा छोड्दिनँ क्या यहाँको म बनाउनु पुरै फुल देखाइदिन्छु क्या यो चाहिँ कालिज हो अहिले यो पार्कमा पनि घुम्ने हो यिनीहरू यो पार्कमा पहिला यहाँ देखाउँ न यो पनि कालिजै रहेछ यिनीहरू कालिजको एरिया कालिज भन्छ कि के भन्छ लुइचे कालिजै होला हौ यो यसलाई कालिजै भन्छ होइन जालीले गर्दा त्यस्तो खासै देखिँदैन होइन यो हुनु चाहिँ कालिजै होला यता यहाँ चाहिँ पार्क बनाइदिएको छ नि घुम्दा घुम्दै गलेर बस्न भनेर होला सायद ठिकै छ म कस्तो तरिकाले घुमौँ यताबाट यस्तो होइन यताबाट यस्तो घुम्नु होइन होइन यहाँ चाहिँ हेरिदिइहाल्नु न यहाँ चाहिँ के छ भनेर यहाँ चाहिँ आछि मुसा छ त यार मुसा सुँगुरे मुसा आम्मा होस् जिन्दगी त खतरा छ त सुताइ त नि यार सुताइ त पपाल छ त यार यसको त हेर न पुरै पानी मुसा भन्छ नि यो रहेछ क्या पौडी खेल्दैछ खेला तिनीहरूकै छ ती अब म यता जान्छु यताबाट यस्तो घुमेर यहाँ चाहिँ मुसा रहेछ पानी मुसा नेपालमा खासै त्यति धेर छैन होला मैले खासै जहीँ तहीँको चिडियाघरमा देखेको छुइनँ अब यहाँ चाहिँ के छ एकछिनमा देखाउने होइन अब यहाँ सेतो मयूर कि मयूर भन्छ नि यहाँ चाहिँ सेतो मयूर रहेछ यी अन्डा पारेको होला यो अन्डा पारेको भनेको त होइन भाले पो रहेछ जस्तो छ यस्तो छ है यहाँ चाहिँ मजुर होइन तपाईँहरूलाई देख्न सक्नुहुन्छ यहाँ चाहिँ बोका छ पुरै बोका आउँदैछ बाई तपाईँ म हेर्दिनँ रे यहाँ चाहिँ घोडा प्रजाति हो कि के हो हेर्दै बुत्ला छ आँखा चाहिँ कहाँ छ हो यसको आँखा चाहिँ देख्छस् के आँखा देख्न अलिकति गाह्रै छ जस्तो छ त्यत्तिकै हेरिरहन्छ आमै कति राम्रो हेर न साथीहरू कति दामी छ क्या यो खासै मजाले त देखिँदैन होइन यो पनि बाख्राकै प्रजाति होला सायद ब्लर हुन्छ हौ झम्मे गर्छ बाख्रै हो यो साथीहरू अब यहाँ के छ फेरि के हो बाख्रै मात्र त कति छ यो पनि उयो होइन रकेट उयसको ग्यालेक्सी अफ द गार्डन भन्ने कुन फिल्मको देख्दिनँ त हौ कहाँ छ सायद सुतेको होला त्यो कहाँ देखिनँ मैले चाहिँ होइन अब यहाँबाट चट्ट यो त बाख्रै हो डराउँछ नि त मसँग म बोका जस्तो देखेर होला थट नडराउन यो चाहिँ मृग हो कि के हो फेरि मृगै होला हो केही देखिँदैन के गर्नु त्यहाँ बसिरहेछ मृगै हुनुपर्छ ल ठिक छ अझै घुम्नेहरू धेरै नै छ उताहरू घुम्न बाँकी छ अब यहाँ के छ यहाँनिर के छ अब यहाँ हेर्दा त आम्मो डेन्जर देखाउँछु ल को त पर हेर त आम्बो भालु टक्ने
भालु रहेछ यहाँ चाहिँ कहाँ जाँदैछ कुन यो एउटा मात्र हो कि क्या भालु यहाँ र साथ भालु यताबाट त देखिँदैन होला देखिँदैन एउटा रहेछ भालु चाहिँ यताबाट देखिँदैन यार यो साइडबाट देखिन्छ यो साइडबाट देखिन्छ हौ ओ त्यो है भालु है यो चाहिँ भालु रहेछ एउटा रहेछ भालु यो चाहिँ सबै त्यसले नै खनेको होला सायद खनेर खाँदै के खाने खाँदै होला ल भालु पनि हेऱ्यो नजिकबाट हेर्नु मन थियो हेर्नु पाइँदैन अब यहाँ चाहिँ गिद्ध रह्यो है पुरै गिद्ध यो चाहिँ सिनो खाने गिद्ध यहाँ चाहिँ चिल गिद्ध र चिलसँगै फाइट पनि नपरेको यार यिनीहरूको पहिला जनावर हेर्नु ऊ पर के छ अब ऊ त्यहाँ हेर्न जाऊँ न त्यहाँ हेर्न जाऊँ गह्रो हेऱ्यो त हौ भालु पनि हेऱ्यो अरू के छ यार मै बाघ पनि छ कि क्या यार त बाघ केही गर्न सक्दैन यार तर यो बाघले मलाई कहाँ गइस यार त पर यार बाघको आम्बो कताबाट हेर्नु जाने हो त्यो चाहिँ एकछिनै कतै नजिकबाट हेर्ने ठाउँ छैन यहीँबाट मात्र हो यहाँ छ यार बाघ चाहिँ पुरै बाघ नजिकबाट हेर्नु पाइएन नि त यार रहेछ नि त बाघ नजिकबाट हेर्नु पाइएन नि त यार यता ओर्दोर गरिरहने बाघ अब भनेको काकै काग पक्राउ आम्मामा यहाँ हेर न तरुनी फकाउँदैछ यहाँ खुल्लाएर लाई फकाएको होला नि यसले त्यसै भनेको सुन्थे फकाउनु पर्यो भने यसो गर्छ भने त्यसलाई चाहिँ फकाएको हौ खुल्लाएर देखाइदियो यिनीहरू मक्ख छ खुल्लाएर देखाइदिन्छ त्यसले यिनीहरू मक्ख छन् मयो र यो हो नि त यार यस्तो खतरा खुल्लाइदिएको छ नेपालमा भए त चुडेर किताबको पान्नाभित्र हाल्थे अनि धेरै हुन्छ भनेर धन्न यहाँ छ यस्तो बाँचिस नेपालमा भए त काल गर्थ्यो नि हौ यिनीहरूको भुत्लाधरी छोड्दैन नि त हो नेपालमा त होइन त्यो मयुर यहाँ चाहिँ के छ फेरि यार यो जनावरै नभएको ठाउँ रहेछ हिप्पो कहाँ छ खोइ हिप्पो अरे यहाँभित्र छ र ए रहेछ सानो बच्चा छ देखिँदैन होला मेरै अनुहार मात्र देखिन्छ होला यहाँ छ साथीहरू सानो रहेछ यहाँ छ आनन्दले सुतिरहेको छ छोडिदिउँ सुत्न दिउँ देखिँदैन त हामी के गर्नु अब भनेको के हो बाघ कहाँबाट हेर्ने हो बाघ त नजिकबाट नहेरी हुँदैन नि यार त्यत्रो पैसा तिरेर आएको छु 8 क्लिक
बाघ त हेर्नु पर्यो नि यहाँभित्र चाहिँ के छ शेर पो रहेछ त यहाँ त ए बच्चा र यार शेरको जङ्गलको राजा यहाँ राखेपछि अनि जङ्गल चाहिँ मा राजा अहिले चाहिँ को छ सुताइ त मर्दको छ त हो भने यार त्यो रहेछ नि त सुताइ भनेको त यार उता पल्टी गयो नि यार ऊ पर बसिरहेको छ हेर्दैछ मलाई यो माथि चाहिँ के रहेछ हौ अब यसको माथि चाहिँ के छ हौ के छ यसको भित्र सानो मुसा रहेछ ओ मुसा हो कि के हो यो थुप्रो पो रहेछ त यहाँ चाहिँ के छ केही देख्दिनँ त ए चमेरा रहेछ यहाँ चाहिँ मुसा यहाँबाट चाहिँ के देखिन्छ सिंह सुतिराखेको रहेछ मुसा यहाँबाट बाघ यहाँ चाहिँ बाँदरहरू रहेछ तर बाँदरहरूलाई हेर्नको लागि अलिकति गाह्रै हुँदो रहेछ किनकि यहाँ जाली रहेछ त्यतिकै हेर्न त गाह्रै थियो यो क्यामेराले क्याप्चर गर्छ कि भनेर मैले सोचेको थिएँ तर क्यामेरामा पनि खासै त्यस्तो क्लियर आएन त्यही भएर मैले त्यस्तो देखाउन सकिनँ
सबै जनावर हेरिसकेपछि चाहिँ अन्तिममा चाहिँ चरा घर रहेछ। त्यो चरा घरभित्र म पसेँ र त्यहाँ धेरै प्रकारका चरा रहेछ। ल साथीहरू, यही थियो तारगुब स्टेको जू। 1.5 युरोमा ठिकै जस्तो लाग्यो मलाई घुम्नको लागि होइन। जे होस्, तपाईँहरूलाई मन परेमा लाइक अनि सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला भन्दै आजलाई बाई बाई।